जानकी मन्दिर हिन्दू धर्मावलम्बीहरूको पवित्र स्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित रहेको छ। यस मन्दिरलाई मुगल र हिन्दू वास्तुकलाको मिश्रित शैलीमा निर्माण गरिएको छ। यो धाम काठमाडौँ राजधानीदेखि 375 किलोमिटरको दूरीमा दक्षिण पूर्वमा नेपाल भूमि अन्तर्गत धनुषा जिल्लाको उपमहानगरपालिका जनकपुरमा अवस्थित रहेको छ। यो नगरी तत्कालीन मिथिलाको राजधानी रहेको थियो। राजा जनकले मिथिलाको तत्कालीन राजधानी जनकपुर क्षेत्रबाट विदेह राज्यमा शासन गरेका थिए। त्रेता युगमा राजा जनकको प्राचीन राज्य भएकाले जनकपुर धाम वरपर पुरातात्विक, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको छ। नेपालको ख्याति प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ। 1480 वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो मन्दिर पूर्ण रूपमा चम्किलो सेतो रङ्गमा निर्मित यो ढुङ्गा र सङ्गमरमरले बनेको 3 ताले मन्दिर हो। समुद्रिक सतहबाट 74 मिटरको उचाइमा रहेको मन्दिरको उचाइ 50 फिट अग्लो रहेको छ भने 60 वटा कोठाहरू रहेका छन्। मन्दिरको भित्तामा मिथिला कला मधुबनी चित्रहरू रहेका छन्। प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र हो। भारतको मध्य प्रदेश स्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवारीले 9 लाख चाँदीको असर्पी खर्चेर निर्माण गरिएको मन्दिर भएकाले यसलाई 9 लाखा मन्दिर पनि भनिन्छ। सन् 1894 मा शिलान्यास भई सन् 1911 मा मन्दिर निर्माण पुरा भएको थियो। मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर पनि हो। मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्राय सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ। राम जन्मेको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा राम जानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाउनु यसका उदाहरण हुन्। प्रत्येक महिनाका पूर्णिमामा हजारौं श्रद्धालु भक्तजनहरू सहभागी हुन्छन्। धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकी धाम। यो नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो मन्दिर हो। मन्दिर निर्माणको 125 वर्ष जति मात्र भए पनि यसमा स्थापित राम जानकीका प्रतिमा झन्डै 700 वर्ष पुरानो भएको संस्कृतविदहरूको भनाइ छ। 1417 मा भारतको राजधानी स्थित लोहागढबाट जनकपुर आएका आदि महन्त सुरकिशोर दास वैष्णवले राम जानकीको प्रतिमा फेला पारेको बताइन्छ। प्रत्येक वर्ष नेपाल लगायतका मुख्य गरी अन्य दक्षिणी एसियाली मुलुकहरू जस्तै भारत, श्रीलङ्का बाहेक अन्य राष्ट्रहरूका हजारौंका सङ्ख्यामा तीर्थयात्रीहरू यस जानकी मन्दिरको दर्शन तथा अवलोकन गर्न आउने गर्दछन्। नेपाल एउटा विश्वको सबैभन्दा अग्लो सगरमाथा रहेको भगवान बुद्ध जन्मेको देश भनेर चिनिनुका साथै मन्दिर नै मन्दिर भएको देश भनेर पनि चिनिन्छ। यहाँ देवी सीताको जन्म भएको र भगवान रामसँग उनको विवाह भएको स्थान यही हो भन्ने विश्वास गरिन्छ। जनकपुरमा 70 भन्दा बढी पोखरीहरू रहेकाले यसलाई पोखरीको सहर पनि भनिन्छ। यस पवित्र सहरमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन्। पर्वको समयमा मन्दिरलाई विशेष कलाले सजाइन्छ। दिनहुँ बत्ती बाल्ने र भजन गाइन्छ।
जानकी मन्दिर, जसलाई जनकपुर धाम, राम जानकी मन्दिर वा सीता मन्दिर पनि भनिन्छ। 1417 भारतको लोहगढबाट तपस्याको लागि जनकपुर आएका सन्त सुरकिशोर दास वैष्णवले जानकीको सुनको मूर्ति फेला पारेको थियो। तपस्या सुरकिशोर दासले त्यस स्थलमा सानो मन्दिर निर्माण गरी मूर्तिलाई स्थापना गरियो। पछि आएर 1784 मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा 1400 बिघा जग्गा दान दिएको लिखित अझै छ। मान्यता अनुसार टिकमगढकी राजकुमारी वृषभानु कुँवारी जनकपुर आएकी थिइन्। उनी निसन्तान थिइन्। उनले सीता मातासँग सन्तानको कामना गरिन्। यदि मलाई सन्तान लाभ भएको खण्डमा म मन्दिर निर्माण गरिदिनेछु नभन्दै उनलाई सन्तान प्राप्ति भयो र मन्दिरको निर्माण भएको मानिन्छ। रामनवमी, विवाह पञ्चमी, बडा दशैँ, तिहार र फागु पूर्णिमा जस्ता शुभ अवसरमा यस मन्दिरमा धुमधामका साथ मेला लाग्ने गरिन्छ। पौराणिक कथाको अनुसार राजा जनकको पूजा कोठामा महर्षि परशुरामद्वारा चढाएको एउटा शिवधनु रहेको थियो। उक्त शिवधनु कसैले पनि सार्न वा उचाल्न सक्दैन थियो। एक दिन बिहानै सीताले पूजा कोठामा रहेको शिवधनु सारी लिपफोत गरी शिवधनु पहिलाकै स्थानमा राखी पूजापाठ गरेको कुरा राजाले थाहा पायो। त्यस समय सीता 8 वर्षकी मात्र थिइन्। यो देखेर राजा जनक चिन्तित हुन थाल्यो। संसारभरका शूरवीर राजा महाराजाहरूले उचाल्न नसकिने धनु आफ्नो सानो छोरीले उचाल्नु पक्कै पनि असाधारण थियो। ऊ बराबरको वर पाउँछ कि पाउँदैन यो सोच्दै राजा जनक चिन्तित थियो। जब सीता विवाह गर्न योग्य भयो राजा जनकले संसारभरि ढोल पिट्यो, जसले मैले वर्षौं पूजा गरी राखेको शिवधनु उचाल्न सक्दछन् उसैलाई योग्य ठानी सीताको विवाह गरिदिनेछ। संसारभरका शूरवीर राजा महाराजा सीताको स्वयंवरमा उपस्थित भयो। अयोध्याका तर्फबाट राम आफ्नो गुरु विश्वामित्रका साथ जनकपुर आएका थिए। सीताको स्वयंवरमा उपस्थित शूरवीर राजा महाराजाहरूले शिवधनु उचाल्न नसकेपछि राजा जनक निराश भई यो संसार वीरहरूले शून्य भएको भनी दुःख व्यक्त गरेको अवस्थामा अयोध्याका रघुनन्दन राम उठी शिवधनु उचाली प्रत्यक्ष चढाउने क्रममा धनु 3 टुक्रा भएर भाँच्यो। उक्त धनुको एक टुक्रा आकाशतिर गयो, एक टुक्रा पाताल भास्यो, एक टुक्रा हालको धनुषा धाममा गएर खस्यो, जहाँ अहिले पनि धनुषा धाम नामले प्रख्यात रहेका छन्। त्यसपछि राजा जनक खुसी भई धुमधामका साथ राम र सीताको विवाह सम्पन्न गरिदियो। त्यसको सम्झना स्वरूप आज पनि प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीको दिन विवाह पञ्चमी उत्सव मनाउँदै आइरहेको छ। अहिले पनि विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट जन्ती आउने परम्परा रहेको छ। यो परम्परा परपूर्व कालदेखि चलिआएको छ। जानकी मन्दिरको दर्शन पश्चात धनुषा धामको पनि दर्शन गर्नुपर्छ भन्ने मान्यता रहेको छ। जानकी मन्दिरदेखि धनुषा धाम 20 किलोमिटरको दूरीमा अवस्थित रहेको छ। यहाँ पनि भक्तजनहरू दर्शन गर्नु आउने गर्दछन्। शिवधनुको 3 टुक्रा मध्ये एक टुक्रा यही धनुषा धाममा खसेको धार्मिक मान्यता रहेको छ। यस धनुषा धाममा धनुष रूपे शिलाको छेउमा सानो कुण्ड रहेको छ, जसलाई पाताल गङ्गा मानिन्छ। यस कुण्डमा पानीको तह कति छ त्यसै अनुसार यो नगरमा
खेतीपाती कस्तो हुन्छ भन्ने आकलन गर्ने चलन छ। यो कुण्डको पानी जति माथि हुन्छ उति शुभ मानिन्छ, जति तल जान्छ उति अशुभ र खेती राम्रो नहुने मान्यता रहेको छ। यस पवित्र स्थलमा गङ्गासागर, धनुषासागर, रत्नसागर आदि गरी 70 भन्दा धेरै तलाउहरू रहेका छन्। यी सबै तलाउहरूको आफ्नै धार्मिक मान्यता रहेको छ। विशेष गरी छठ पूजाको दिन यी सबै तलाउहरू ढकमक्क सजिएको हुन्छ। गङ्गासागर किनारमा हरेक साँझ गङ्गा आरती हुने गर्दछन्। मान्यता अनुसार माता सीताले यही गङ्गासागर तलाउमा स्नान गर्ने गरिन्थ्यो। यहाँ राम मन्दिर, राजदेवी मन्दिर, भूतनाथ मन्दिर, राम जानकी विवाह मण्डप, जानकी मन्दिर, गङ्गासागर, धनुषासागर आदि पवित्र स्थलहरू प्रख्यात रहेका छन्। राम मन्दिर प्राचीन नेपाली प्यागोडा शैलीमा निर्मित 17औं शताब्दीतिर अमरसिंह थापाले बनाएको मानिन्छ। रामनवमी, बडा दशैँ, फागु पूर्णिमा जस्ता पर्वमा दर्शनार्थीहरूको भिड लाग्ने गरिन्छ। राजदेवी मन्दिर मान्यता अनुसार राजा जनकको कुलदेवीको रूपमा पूजा गरिन्थ्यो। राजदेवी मन्दिर माता दुर्गालाई समर्पित मन्दिर हो। यहाँ बडा दशैँको 8औं दिन जनावरहरूको बलि चढाइन्छ। धार्मिक मान्यता अनुसार पर्वको समयमा राजदेवी मन्दिरभित्र महिलाहरूको प्रवेश निषेध रहेको छ। यो परम्परा पहिलादेखि नै चलिआएको मानिन्छ। यो समयमा यदि कुनै पनि रजस्वला भएकी महिला राजदेवी मन्दिरभित्र प्रवेश गरेमा मन्दिरको पवित्र शुद्धता खण्डित हुने भएकाले पनि प्रवेश निषेध गरिएको हो। एक मान्यता अनुसार पहिला यो पर्वको समयमा राजदेवी माताको मन्दिर प्रवेश गरेकी महिला त्यही हराउने गर्थिन्, त्यसैले पनि प्रवेश निषेध गरिएको मानिन्छ। राम जानकी विवाह मण्डप जहाँ राम र सीताको विवाह भएको मानिन्छ। वास्तवमा राम सीताको विवाह जानकी मन्दिर भन्दा करिब 2 किलोमिटरको दूरीमा अवस्थित मणिमण्डपमा विवाह भएको मानिन्छ। मणिमण्डप जानकी मन्दिर भन्दा केही टाढा भएकाले भक्तजन तथा तीर्थयात्रीहरूलाई मध्यनजर गर्दै मन्दिर परिसरमा नै विवाह मण्डप बनाएको थियो। स्वर्गद्वारी अथवा भूतनाथ मन्दिर, यो मन्दिर मृत्युको देवतामा समर्पित रहेको छ, जहाँ एउटा सुन्दर पार्क साथै मसान पनि रहेको छ। जनकपुर धामको महत्त्व धार्मिक हिसाबले मात्र नभएर सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय एवं पुरातात्विक हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ। जानकी मन्दिर निर्माण गर्न टिकमगढकी राजकुमारी वृषभानुले भारतबाटै मुसलमान कालीगढहरू लिएर आएकी थिइन्। त्यही भएर यो मन्दिरमा मुगल र हिन्दू कालीगढहरूको मिश्रण पाइन्छ। बाहिरबाट हेर्दा मुगल शैलीको छ भने भित्र गुम्बाज हिन्दू शैलीको छ। यस्ता भवनहरू भारतको मध्य प्रदेशमा धेरै बनेका छन्। जानकी मन्दिर बनाउने रानी पनि उतैको भएकाले यो मन्दिर मध्य प्रदेशको शैलीबाट प्रेरित देखिन्छ। वृषभानुले सन्तानको कामनाको लागि भारतको धेरै मन्दिरहरूमा भाकल गरे। उनको सन्तानको कामना पूरा नभएपछि एक सन्त महात्माले जानकी माताको दर्शन गरे मनोकांक्षा पूरा हुने बताए। त्यसपछि उनी जनकपुर आई माताको दर्शनपछि सन्तानको लाभ भएको मानिन्छ। लेखहरूमा उल्लेख गरिए अनुसार सन्त सुरकिशोर दास भारत मध्य प्रदेश प्रान्त लोहागढ स्थित एउटा मन्दिरमा पुजारी थिए, जो रसिक सम्प्रदायका अनुयायी माता सीताको अनन्य भक्त थिए।
एक रात सन्त सुरकिशोर दासको सपनीमा माता जानकी आई, मेरो सुनेरो मूर्ति मेरो माइती गाउँमा लुकेर बसेको छ, जाऊ मूर्ति निकाली मन्दिर बनाई स्थापना गर। सीतालाई छोरी भावमा मानेर आराधना गर्ने रसिक सम्प्रदायका अनुयायी सुरकिशोर दास सीताको माइती मिथिला खोज्दै जनकपुर आए। सीताको मूर्ति पाएको स्थानमा सानो मन्दिर बनाएर मूर्तिलाई स्थापना गरिएको मानिन्छ। जनकपुरमा सीताको मन्दिर स्थापनापछि सुरकिशोर दास र उनका शिष्यहरूले भारतको अयोध्या, मध्य प्रदेश र उत्तर प्रदेशको विभिन्न ठाउँमा गएर जनकपुरको प्रचार गरे। जनकपुरलाई 52 कुटी 70 कुण्डको सहर पनि भनिन्छ। यहाँका धेरै पोखरीहरू पौराणिक कालका कथाहरूसँग जोडिएको छ। मन्दिरमा बिहान 7 बजे र बेलुकी 8 बजे आरती हुन्छ। दिउँसो 12 देखि 4 बजेसम्म गर्भगृहको ढोका बन्द हुन्छ। गर्भगृहको पछाडि विद्युतीय सांस्कृतिक सङ्ग्रहालय छ, जहाँ हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मको सांस्कृतिक पक्ष देखाउने साथै सङ्ग्रहालयको विभिन्न गरगहना तस्बिरहरू प्रदर्शन गरिएको छ। हुन त जनकपुर धामबारे ऐतिहासिक साक्ष्यहरू न्यूनतम 1000 वर्षसम्मको पाइन्छ, तर आधुनिक जनकपुर धामको सुरुवात 17औं शताब्दीदेखि भएको हो।